मैले आज अमलाको अचार बनाउन लागेको छु। यो अमला, यो डल्ले खुर्सानी, यो सक्खर, यो ज्वानोको मैले भुटेर पिसेको मेथी, सुप, टिमुर, मुङ्गेलो, जिरा। साथीहरू, आज मैले अमलाको अचार बनाउन लागेको छु। हजुरहरूले पनि बनाएर खानु होला, हेर्नु होला, बनाएर खानु होला। यो नछुटाइ हेर्नु होला। यो अमलाको अचारलाई चाहिँ सुकेको खुर्सानी पड्काउँछु, अनि त्यहाँबाट अलिअलि सक्खर पनि हालिदिन्छु। तेल हाली हेरिरहनु होला मैले यहाँ कसरी बनाउँछु। मेथी अलिअलि पड्काएँ साथी हो। अब सुरु गरेँ मैले अचार बनाउनलाई। अब अमलाको अचार खुर्सानी, थोरै खुर्सानी पनि साथीहरू नछुटाइकन हेर्नु होला है। यो खट्टी मर्टी जस्तो हुन्छ, बच्चाहरूको लागि पनि राम्रो, स्वास्थ्यको लागि पनि राम्रो। यो बिरामीहरूलाई स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ। साथीभाइ हो, अब तपाईँहरूको तरिका नि बनाएर देखाउनु होला। म पनि नछुटाइकन हेरौँला। हजुरहरूले लाइक कमेन्ट गर्नु होला, म पनि गर्छु। अमलाको अचार यतिको भएपछि हाल्ने हो। यो अब यतिको भयो। अब सबै कुरा हाल्ने, निकाल्ने, सेलाएपछि बट्टामा राख्ने। साथीभाइ हो, राम्रोसँग हजुरहरूले हेर्नु होला नि कसरी बनाएको छु मैले। सबै कुरा हाल्ने हो। अब जिरा हाल्छु, सक्खर हाल्छु, खट्टी मट्टी जस्तो हुन्छ कि सक्खर हाल्छु। मेथीको धुलो, मेथी पनि भुटेर बनाएको, ज्वानो भुटेर बनाएको। यो सुप साथीभाइ हो, सबै कुरा भुटेरै बनाएको है साथी हो। सबै कुरा भुटेरै बनाएको। यो स्वास्थ्यलाई पनि राम्रो, बुढाले नि बच्चाहरूले नि खान मिल्ने, ठुलाले नि खान मिल्ने, पिरो पनि नहुने। यसरी बनाए चाहिँ कहिले बिग्रिँदैन साथी हो। यो ज्वानो पनि भुटेरै बनाएको है साथी हो। ल कस्तो गरी बनाउनुहुन्छ हजुरहरूले नि बनाएको हेर्छु म। सबै कुरा हालिसकेँ साथी हो। अब यसलाई चलाउने हो, मजासँग चलाउने, अनि त्यहाँबाट निकालेर राख्ने। यो चाहिँ अमलाको खट्टी मट्टी अचार भन्छ यसलाई। अझ योभन्दा नि लोकल राम्रो हुन्छ साथी हो। लोकल पाइँदैन के गर्ने, अमला लोकल जति राम्रो त कुनै होइन। अब यसलाई सबै कुरा पुग्यो साथी। अब एकछिन पकाइदिने, एकछिन पकाएर अनि टक्क निकालेर राख्ने, सेलाएपछि अनि ट्याक्क बट्टामा राख्ने। अनि यो त भोलिबाटै एउटा निकालेर खाना खाँदाखेरि चट्ट एउटा निकाल्ने अनि खाने। ल साथी हो, बन्यो अमलाको अचार बन्यो। अब यति हो, बन्यो। अब निकाल्छु।